यो जाडो महिनामा बिहान उठ्न किन यति धेरै गाह्रो भएको हो कि मलाई। सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। म रितिका। म मर्निङ पर्सन त होइन, बिहान 7 बजे उठ्छु क्या। तर त्यही 7 बजे उठ्न पनि मलाई यति धेरै गाह्रो हुन्छ नि। कति अल्छी गर्दै गर्दै उठ्छु क्या। बेड छोड्नै गाह्रो लाग्छ कि जाडो महिनामा चाहिँ। अब उठेँ अनि पानी सानी खाएर म अरू काम गर्न लागेँ। काम त त्यस्तो धेरै केही पनि हुँदैन, खाना बनाउने खाने मात्र हो। अनि फेरि म बिहान ब्रेकफास्ट पनि बनाउँदिनँ क्या। हामी कोही पनि ब्रेकफास्ट खाँदैनौँ नि त, सिधै खाना खान्छौँ। म चाहिँ जहिले खाना बनाउँदाखेरि बहिनीसँग कुरा गर्दै बनाउँछु। दिउँसो बहिनीहरूकै कामले गर्दाखेरि कलेज गएको थियौँ। के खाजा खाने भनेर दिउँसो उनीहरूलाई सोद्धा करेन्ट खाने भने। मैले पनि करेन्ट नखाएको धेरै भएको थियो, एकदमै मिठो भयो। उनीहरू घर गए, उनीहरूलाई बाई भनेर मैले लुगा पट्याउनु थियो क्या। मम्मीले लुगा उठाएर ल्याइदिनु भएको थियो। छिटो गरेर लुगा पट्याइसकेँ। अनि फेरि म किचनमा गएँ। भाँडाहरू चाहिँ अघि उनीहरूसँग गफ गर्दा गर्दै मस्काइसकेको थिएँ। एउटा ससप्यान मस्काउनु थियो, त्यो पनि मस्काइहालेँ। साँझमा चाहिँ म र मेरो हस्बेन्ड मन्दिर गएको थियौँ। मनै शान्त हुन्छ क्या मन्दिर गयो भने। अनि आज म बेलुकाको खानामा चाहिँ गाजरको हलुवा बनाउँदै थिएँ। गाजरको हलुवा जाडो महिनामा एकदमै मिठो हुन्छ नि त, तर पकाउन चाहिँ कति धेरै टाइम लाग्छ कि। उभिएर चलाउँदै पकाउँदै गर्नुपर्छ नि त। सो मैले चाहिँ गाजरको हलुवा खाएँ। अनि मेरो हस्बेन्डले चाहिँ बिहानको माम खानुभयो। आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ।